सेप्टेम्बर 2025मा नेपालमा एउटा यस्तो राजनीतिक भूकम्प गयो जसको सायद कसैले कल्पना पनि गरेको थिएन। एउटा यस्तो विद्रोह जसले पुरै देशलाई नै हल्लाइदियो। कुरा सुरु भएको थियो सरकारले लगाएको एउटा सामान्य सोशल मिडिया ब्यानबाट। तर यही सानो झिल्कोले यस्तो आगो सल्कायो कि अन्तमा यसले पुरै राजनीतिक सत्तालाई नै जलाएर खरानी बनाइदियो। अनि सबैभन्दा अचम्म लाग्ने कुरा के छ भने यो सबै भयो जम्मा 5 दिनमा। हो, केवल 5 दिन। त्यसो भए प्रश्न उठ्छ, नेपालको जेनजीले यो असम्भव जस्तो देखिने काम कसरी गर्यो? आउनुस् यही कथालाई गहिराईमा गएर हेरौँ कि कसरी एउटा डिजिटल जेनेरेसनले 21औं शताब्दीकै सबैभन्दा छिटो विद्रोहहरूमध्ये एकलाई सफल बनायो। यो विद्रोहलाई साँच्चै बुझ्नको लागि सबैभन्दा पहिले हामीले त्यो पृष्ठभूमि बुझ्नुपर्छ। त्यो अवस्था जहाँ वर्षौंदेखि नेपालभित्र एउटा सामाजिक र आर्थिक प्रेसर कुकर बनिरहेको थियो। एउटा एकदमै महत्त्वपूर्ण कुरा के छ भने नेपालको औसत उमेर जम्मा 25 वर्ष हो। यसको मतलब देशको जनसङ्ख्याको ठूलो हिस्सा जेनजी अर्थात् युवाहरूले भरिएको छ। अनि यो पुस्ता यो पुरै डिजिटल पुस्ता हो। देशको लगभग आधा मतलब 48% जनसङ्ख्या सोशल मिडियामा सक्रिय छ र यो दर दक्षिण एसियाकै सबैभन्दा उच्च मध्ये एक हो। तर यो अनलाइन संसार उनीहरूका लागि मनोरञ्जन मात्र थिएन, यो त एउटा आर्थिक लाइफलाइन नै थियो। किनभने देशमा युवा बेरोजगारी 20% भन्दा बढी थियो, जसले धेरैलाई अनलाइन काम गर्न वा विदेश जान बाध्य बनायो। र विदेशबाट आउने त्यही रेमिटान्सले देशको कुल जीडीपीको झण्डै 1/3 हिस्सा धानेको थियो। अनि एकातिर यस्तो सङ्घर्ष थियो भने अर्कोतिर आम मानिसहरूले नेताहरूका छोराछोरी जसलाई नेपो किड्स भनेर चिनिन्थ्यो, उनीहरूको विलासी जीवनशैली सोशल मिडियामा देखिरहेका थिए। यो भिन्नताले मानिसहरूमा आक्रोश पैदा गरिरहेको थियो। भन्नुको मतलब देश एउटा बारुदको थप्रोमा बसिरहेको थियो, बस एउटा झिल्कोको मात्र कमी थियो। र त्यो झिल्को सेप्टेम्बर 4, 2025मा सरकारले नै सल्काइदियो। सरकारले के गरे भने देशमा दर्ता नभएको कारण देखाउँदै फेसबुक, एक्स, व्हाट्सएप लगायत 26वटा सबैभन्दा चलेका सोशल मिडिया प्लेटफर्महरूमाथि प्रतिबन्ध लगाउने घोषणा गर्यो। अब जेनजीका लागि यो कुनै सामान्य असुविधाको कुरा थिएन। यो त उनीहरूको सामाजिक जीवन, उनीहरूको कमाई र सबैभन्दा महत्त्वपूर्ण शक्तिमा बसेकाहरूलाई जवाफदेही बनाउने उनीहरूको क्षमतामाथिको सीधा आक्रमण थियो। अनि यसको प्रतिक्रिया त्यो यति छिटो र शक्तिशाली थियो कि 1 हप्ता पनि नबित्दै सानो शान्तिपूर्ण प्रदर्शनले एउटा विशाल क्रान्तिको रूप लियो। ल अब त्यो 5 दिनको घटनाक्रमलाई हेरौँ। कसरी सेप्टेम्बर 8मा सुरु भएको शान्तिपूर्ण प्रदर्शन सेप्टेम्बर 9सम्ममा यस्तो अवस्थामा पुग्यो कि प्रधानमन्त्रीले नै देश छोडेर भाग्नु पर्यो। 19 जनाको ज्यान गयो र प्रदर्शनकारीहरूले संसद भवन र नेताहरूका घरमा आगो लगाइदिए। स्थिति यतिसम्म बदलियो कि सेप्टेम्बर 12मा प्रदर्शनकारीहरू सँगैकै सल्लाहमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाइयो। यो विद्रोहले ठूलो मानवीय क्षति पनि पुर्यायो। जब सबै शान्त भयो तबसम्ममा ज्यान गुमाउनेहरूको सङ्ख्या 76 पुगिसकेको थियो। यो हिंसा केवल आँकडामा मात्र सीमित थिएन, यो व्यक्तिगत थियो। शान्तनु घकाल एक 18 वर्षका विद्यार्थी शान्तिपूर्ण प्रदर्शनमा थिए, तर प्रहरीले उनको बङ्गारामा गोली हान्यो। यस्तै कथाहरूले सोशल मिडियामा मानिसहरूको आक्रोशलाई झनै बढाइदियो। ल अब पुरानो सरकार त ढल्यो, तर प्रदर्शनकारीहरूको अगाडि एउटा ठूलो प्रश्न खडा भयो। अब के गर्ने? यो सबै अराजकताको बीचमा नयाँ नेता कसरी छान्ने? अनि उनीहरूले यसको समाधान भेटाए एउटा यस्तो प्लेटफर्ममा जसको कसैले सोचेको पनि थिएन, डिस्कोर्ड। हो, त्यही गेमरहरूले प्रयोग गर्ने च्याट एप। अनि यहीबाट सुरु भयो डिजिटल लोकतन्त्रको एउटा यस्तो अनौठो प्रयोग जुन सायद इतिहासमा पहिलो पटक भएको थियो। सेना प्रमुखहरू र प्रदर्शनका आयोजकहरूबीच छलफल भयो अनि 1 लाखभन्दा बढी सदस्य भएको डिस्कोर्ड सर्भरमा भर्चुअल सभा बस्यो। त्यहाँ उम्मेद्वारहरूमाथि बहस भयो, उनीहरूको पृष्ठभूमि जाँचियो र पोल मार्फत भोटिङ भयो। र यही प्रक्रियाबाट उनीहरूले पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम नेताको रूपमा छाने। सुशीला कार्कीको नियुक्तिसँगै विद्रोह त रोकियो, तर यसले भविष्यका लागि धेरै महत्त्वपूर्ण प्रश्नहरू खडा गर्यो। नेपालको भविष्य कस्तो होला र आजको समयमा हुने आन्दोलनको स्वरूप कस्तो हुन्छ? तर वास्तवमा यो कुनै नयाँ कुरा थिएन, यो त इतिहासकै निरन्तरता थियो। नेपालमा 1990 होस् वा 2006
प्रजातन्त्रका लागि भएका ठूला आन्दोलनहरू सधैँ विद्यार्थीहरूले नै सुरु गरेका छन्, जसलाई आफ्नो देश अझ राम्रो होस् भन्ने विश्वास थियो। त्यसैले यस घटनाले देशको राजनीतिक नक्सा नै बदलिदियो। नेपालले इतिहासमै पहिलो महिला प्रधानमन्त्री पायो। मार्च 2026मा नयाँ चुनाव घोषणा भयो र सबैभन्दा महत्त्वपूर्ण 9 लाखभन्दा बढी नयाँ अधिकांश युवा मतदाताहरू थपिए। यसले नेपाललाई एसियाभरि चलिरहेको जेनजी एक्टिभिजमको एउटा हिस्सा बनायो। प्रदर्शन त रोकियो होला, तर जुन प्रश्नले यो आन्दोलनलाई जन्माएको थियो त्यो प्रश्न अहिले नगरे कहिले, त्यो अब राजधानीका भित्ताहरूमा सधैँका लागि लेखिएको छ। यो त्यो पुस्ताको आवाज हो जसले परिवर्तनका लागि पर्खिन चाहेन।